हेलो स्टुडेन्ट, राकेश म्याथ अकाडेमीमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मैले चाहिँ त्रिभुजको चाहिँ अन्योन एङ्गल चाहिँ कसरी हामीले चाहिँ निकाल्न सकिन्छ त्यसको बारेमा भिडियो रहेको छ। र यदि तपाईँले राकेश म्याथ अकाडेमीलाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला र मसँग जोडिनु होला, किनकि यस्तै इन्फर्मेटिभ भिडियो चाहिँ मैले चाहिँ यस च्यानलमा अपलोड गरिरहने छु र कुनै पनि ढिला नगरिकन चाहिँ म यो क्वेसन चाहिँ सल्भ गर्न गइरहेको छु। र यहाँ देख्न सक्छ हाम्रो चाहिँ एबिसी एउटा ट्रायंगल रहेको छ। एबिसी एउटा ट्रायंगलमा दुईवटा एङ्गलको चाहिँ डिग्री दिएको छ भने एउटाको चाहिँ हामीले निकाल्नु पर्ने छ र एक्सको डिग्री चाहिँ हामीले निकाल्नु पर्ने छ भने यदि हामीलाई थाहा छ कि त्रिभुजको भित्री तीनवटा एङ्गल जोड्दा चाहिँ 180 डिग्री हुन्छ भन्ने हामीलाई पहिले थाहा छ भने हामी चाहिँ तीनवटा एङ्गल चाहिँ एड गर्छौँ। जस्तै हामीले एङ्गल ए प्लस एङ्गल बी प्लस एङ्गल सी इक्वल टु चाहिँ कति डिग्री हुन्छ? 180 डिग्री हुन्छ। 180 डिग्री हुन्छ। एङ्गल सी इक्वल टु चाहिँ 180 डिग्री हुन्छ भने के कारणले 180 डिग्री हुन्छ भन्दाखेरि चाहिँ सम अफ द इन्टेरियर एङ्गल अफ ट्रायंगल इज कति हुन्छ? 180 डिग्री। 180 डिग्री चाहिँ हुन्छ भन्ने हामीलाई थाहा छ भने अब हामीले गर्छौँ एको हामीले चाहिँ अब मान राख्दैन। एको भ्यालु हाम्रो रहेको छ एक्स रहेको छ। त्यस्तै गरी प्लस बी को 60 डिग्री रहेको छ, 60 रहेको छ। त्यस्तै गरी प्लस सी को हाम्रो रहेको छ, सी को पनि 60 रहेको छ। इक्वल टु हाम्रो छ 180 डिग्री रहेको छ। 180 डिग्री रहेको छ भने हामी चाहिँ एड गर्दैछौँ। रहेको छ भने एक्स प्लस 60 डिग्री प्लस 60 डिग्री गर्दा 120 डिग्री। 120 डिग्री एक्स प्लस लेखौँ पहिला। एक्स प्लस 120 इक्वल टु कति छ हाम्रो? 180 डिग्री छ र हामी गर्छौँ। र एक्सको भ्यालु चाहिँ हामीले चाहिँ यदि इक्वल टु भन्दा अगाडि चाहिँ हाम्रो चाहिँ एडिसनमा छ भने पछाडि जाँदा हाम्रो चाहिँ केमा जान्छ? सबट्र्याक्सनमा जान्छ। त्यही भएर चाहिँ मैले चाहिँ 120 लाई चाहिँ पछाडि लान्छु। एक्स इक्वल टु 180। यदि 120 चाहिँ हाम्रो प्लसमा छ, पछाडि जाँदा केमा जान्छ? माइनस 120। 180 माइनस 120 आउँछ भने देयरफोर हाम्रो चाहिँ कति आउँछ? एक्सको भ्यालु चाहिँ हाम्रो कति आयो? ल एक्स इक्वल टु चाहिँ हाम्रो चाहिँ कति आयो? 180 मा 120 घटाउँदा चाहिँ हाम्रो कति आयो? 60 डिग्री आयो। 60 डिग्री चाहिँ हाम्रो के आयो? 60 डिग्री चाहिँ हाम्रो एन्सर आयो है। यो चाहिँ हाम्रो चाहिँ फाइनल एन्सर रहेको छ। र यसरी चाहिँ हामीले चाहिँ सहज तरिकाले चाहिँ यो चाहिँ समाधान गर्न सक्छौँ। यो चाहिँ एकदमै इजी रहेको छ। यहाँ चाहिँ हामीले देख्न सक्छौँ के गरे हामीले चाहिँ भन्दाखेरि यहाँ रहेको छ हामीले चाहिँ के गर्यौँ? सुरुमा चाहिँ हामीलाई अन्योन एङ्गल चाहिँ ट्रायंगलको एउटा अन्योन एङ्गल चाहिँ निकाल्नु भनेको छ, जुनको भ्यालु चाहिँ हामीलाई चाहिँ एक्स दिएको छ। यहाँ एक्स रहेको छ भने एक्सको भ्यालु चाहिँ हामीले चाहिँ कति डिग्री हुन्छ भनेर निकाल्नु पर्ने हुन्छ भने बी र सी चाहिँ हाम्रो 60 दिएको छ। र हामीलाई के थाहा छ भने त्रिभुजको भित्री एङ्गल चाहिँ जोड्दाखेरि 180 डिग्री हुन्छ। त्रिभुजको तीनवटा एङ्गल जोड्दा चाहिँ 180 डिग्री आउँछ जहिले पनि भनेपछि ए एङ्गल, बी एङ्गल र सी एङ्गल जोड्दा चाहिँ हाम्रो जहिले नि कति आउँदो रहेछ? 180 डिग्री आउँछ। सम अफ द इन्टेरियर एङ्गल अफ द ट्रायंगल इज 180 डिग्री। यो चाहिँ तपाईँहरूले चाहिँ यो रिजन पनि दिनुपर्ने हुन्छ। र एक्स ए भनेको एक्स हो, एङ्गल एक्स हो। ए भनेको एङ्गल एक्स हो भने बी भनेको 60 हो, सी भनेको 60 हो। इक्वल टु 180 डिग्री छ भने 60 एड गर्दा चाहिँ हाम्रो कति आयो? 120 आयो। र यदि 120 हाम्रो एडिसनमा छ भने पछाडि जाँदा हाम्रो केमा जान्छ? सबट्र्याक्सनमा जान्छ भने 180 माइनस चाहिँ 120 चाहिँ भयो हाम्रो। भनेपछि हाम्रो चाहिँ कति आयो? एक्स इक्वल टु 60 डिग्री आयो भनेपछि एको भ्यालु चाहिँ हाम्रो कति रहेछ? 60 डिग्री चाहिँ हाम्रो चाहिँ रहेछ। यसरी तीनवटा एङ्गल जोड्दा चाहिँ हाम्रो 60 डिग्री आउँछ। यो चाहिँ क्लास 5-6 मा चाहिँ यो क्वेसन चाहिँ आइरहने क्वेसन हो भने तपाईँहरूले चाहिँ यो एकदमै तरिकाले अन्तिमसम्म हेरेर चाहिँ तपाईँले अबबाट चाहिँ जस्तो सेपमा आयो भने यही तरिकाले चाहिँ हामीले चाहिँ गर्न सक्छौँ। ट्रायंगलको अन्योन एङ्गल चाहिँ निकाल्न यो तरिकाले सक्छौँ भने अझै पनि राकेश म्याथ अकाडेमी च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला, मसँग जोडिनु होला भन्दै फेरि अर्को यस्तै इन्फर्मेटिभ भिडियो ल्याउने बाचा छ। अहिले बिदा हुन चाहन्छु। धन्यवाद।